हेलो हाँ दाइ म तपाईँको भाइको साथी तपाईँको भाइ एक्सिडेन्टमा होइन मर्डर भएको तैँले मलाई भनेर एकदम राम्रो गरिस् त्यो घर कहाँ छ भन्दा त्यस घर त्यही पर जमिन दाइ उसले काम गर्नु तिनीहरू केटा लास खरोस् नि रोड दिनु के हो मेरो त हान्छु के त पख त्यहाँ तँलाई मैले होइन हो छोडिदिनु के होस् कलर छोड किन छोडी तँलाई हाम्रो केटालाई त नि हो दम त छ तँमा तर मसँग काम गर्छस् हाम्रो ग्याङमा 3टा नियमहरू छ। एउटा हो पुलिससँग पंगा लिने होइन, दोस्रो अरूसँग डराउने होइन, तेस्रो जो भाइ त्यससँग लफडा गर्ने होइन। बुझिस् केटा खास मान्छे हो ओके त आऊ तेरो एरियामा आएर तेरै मान्छेलाई कुटाएको छु योभन्दा तँलाई कस्तो केटा चाहियो दम त छ तँमा। जा थर्ड प्लेटमा तेरो कोठा छ। ओइ जा कोठा ल्याइदे। मैले तेरो फेरि टेस्ट लिएको थिएँ कि भोलि 1-2टालाई कुट्नु छ। हुन्छ अहिले सुट कति बजे? हेलो ओ रोहित, हिजोको मैले भनेको थिएँ नि त्यो काम निप्टा त 2जना केटाहरूलाई लगेर काले र रामे। ल को यो मलाई थाहा थियो त मेरै मान्छे छ भनेर। कति दिन्छस् कति चाहियो तँलाई भन अहिले दिन्छु। कहाँ गयो मेरा केटाहरू? ओइ कहाँ छस् त भन। मलाई चिनिस बल्ल मलाई धोका दिन्छस्? यहाँ आइज त। म किन आऊ त्यहाँ तै आइज म त्यही आउँछु रुक। ओइ कहाँ छस्? यो दिन देख्नलाई म कति तडपिरहेको थिएँ। आइज मेरो भाइलाई मारे नि तैँले आइज।
छिटो हिँडे होइन एक्सन ए सरी साँच्चै हान्यो होइन ओइ कहाँ छ त भन ओइ कहाँ छ त भन ओइ कहाँ छ त ओइ कहाँ छ त भन ओइ कहाँ छ त भन ओइ कहाँ छ त मलाई धोका दिन्छस् मलाई धोका दिन्छस् आएर ध्यान दिएर उता किन ल ओइ कहाँ छस् त ओइ कहाँ छस् त भन ओइ कहाँ छस् त भन ओइ कहाँ छस् त भन म त्यही आउँछु रुक ठाउँको नाम भन् भन्दा रोक त्यही आउँछु